हेलो हेलो सालाबर सबैजना आराम हुनुहुन्छ होला हैन। आज फ्राइडेको दिन दिनभरि सुतेर बिताइयो। अब गाडी धुन जानुपर्ने थियो। अब के गरौँ भइरहेको फ्राइडेको दिन गाडी धुन जानुपर्ने थियो, गाडी पनि धुनु पर्यो। गाडी धुन जाँदाको आज सानो मिनी भ्लग पनि बनाउनु पर्यो। ट्राई गरौँ कस्तो बन्दो रहेछ। गाडी चाहिँ एकदम कचडा भइसक्यो, त्यताको पानी परेर रोडमा माटो माटो भएर। लेट्स गो। आजको क्लाइमेट त धेरै राम्रो छ है। आकाशतिर पनि हल्का हल्का बादल देखा निलो निलो आकाश जस राम्रो छ। त्यति बेला ठिक्क 4 बजे लागेछ, कनिसर भयो, वेदर राम्रो छ जस। म चाहिँ पुग्नु लाग्यो अब ठ्याक्कै गाडी धुने कार वास नै आइपुगेँ। तपाईँहरूलाई गाडी धोएको देखाउँछ है त। आजतिर पनि मान्छे फुल छन् है। यही हो ग्रिन स्टारको कार वासमा धुने। यहाँनिर चाहिँ भर्खर कार वास चाहिँ बन्दैछ, बनिसकेको त्यति फेसिलिटिज त छैन सधैँ। तर म यहाँ बस अस्ति ओइल चेन्ज गर्न आएको थिएँ। ओइल चेन्ज गर्दाखेरि एउटा कार वासको एउटा सानो टिकट दिएको थियो, त्यही भएर म चाहिँ आएको हो क्या। त्यति राम्रो फेसिलिटी छैन। अब भन्दै गरेको अरूसम्म पनि यसो उसले दिएको टिकटको युटिलाइज गर्नु भनेर मात्रै लिएर आएको क्या। लगाइ जब गाडी चाहिँ चम्किँदैछ है। तर साबुन पनि हालिसक्यो, उसले साबुन पनि लगाइसक्यो, स्याम्पू हो कि साबुन हो तर लक्कै हो लाएर यसले मिचेर अब क्लिन गरेपछि गाडी टल्किन्छ, नयाँ सोरुमबाट निकालेको जस्तो देखिन्छ। अब फाइनल्ली गाडी चाहिँ चम्किसक्यो है दा। ल आउँदा कस्तो फोहोर थियो गाडी, अहिले टलक्क टल्किहाल्यो। यति भएपछि भइहाल्यो नि। अब गाडी रेडी भइसक्यो। अब चाहिँ म चाहिँ हिँडेको है त रुमतिर।